आज चाहिँ साह्रै थुक्पा खानु मन लागेर मैले चाहिँ नयाँ तरिकाले युट्युबमा हेरेर थुक्पा बनाएँ, थुक्पा सुप है। अन्त यो चाहिँ भेज हो सुप चाहिँ। अन्त चिकन चाहिँ मैले फ्राई गरेको थिएँ। अन्त त्यसमा चाहिँ चानाहरू पनि मिक्स गरेर मैले सुप बनाएको थिएँ नि त। अन्त त्यसमा चाहिँ मैले काँक्रा, धनियाँ, प्याजहरू लगाएँ माथिबाट है। अन्त त्यसपछि चाहिँ टक्क परेको तिलको अचार लगाएँ। अन्त अब चाहिँ म खानु सुरु गर्छु ल। एक दुईवटा